जोजलपा नेपाल भाषा लर्निङ हजुरले यो ब्लग एड्रेस याद गर्न सक्नुहुन्छ र कोही इन्ट्रेस्टेड मान्छे भेट्नु भयो भने यो अफलाइन सेयर गर्न सक्नुहुन्छ र भाषाको स्पेलिङ SHA हो र बिचमा ड्यास पनि छ र सेभ नेपाल भाषा क्याम्पेनलाई सहयोग गर्न चाहनुहुन्छ भनेदेखि हजुरले यो एकछिन भिडियो पज गरेर पढ्न सक्नुहुन्छ भिडियो लामो हुने भएकोले म यो पढ्दिनँ र नेपाल भाषा छिटो सिक्न चाहनुहुन्छ भने केही टिप्स यहाँ छ अनि संसारभरिको न्युज वेबसाइटहरूको लिङ्क खोजिराख्नु भएको छ भने myongnews.com छ यसमा अरू ल्याङ्ग्वेजहरूको वेबसाइटहरू पनि छ अनि आजको टपिक विवाहसँग रिलेटेड छ मङ्सिर महिना भएकोले मैले विवाह टपिक सेलेक्ट गरेको छु विवाहलाई चाहिँ नि नेपाल भाषामा इहिपा भन्छ अनि हाम्रो कम्युनिटीमा चाहिँ इहिपा वर्ड भन्दा पनि बढी बिहा भन्छ अब इहिपा बिहा गर्ने विवाह गर्ने होइन भन्नको लागि चाहिँ नि ब्यायाउ मखुला भनेर बढी भन्ने गरिन्छ र नम्बर 2 शुभ विवाह भि इहिपा तिमी मेरी बेहुली छ जिगु पम्चा छ जिगु पम्चा नेक्स्ट नम्बर चाँडै बिहे गर्ने है याक्न इहिपा याउ नि याक्न इहिपा याउ नि अब हामी बिहे गर्ने आ जी इहिपा याउ इहिपा याउ दुईजना कुरा गर्दाखेरि र अरूलाई सुनाउँदाखेरि चाहिँ नि आ जिपी इहिपा याउ आ जिपी इहिपा याउ नेक्स्ट नम्बर मसँग बिहे गर ल जी नाप इहिपा या नि जी नाप इहिपा या नि तिमी अर्कोसँग बिहे नगर ल छ मे म नाप इहिपा या मटे नि छ मे म नाप इहिपा या मटे नि नेक्स्ट नम्बर बिहे गर्ने बेला भयो इहिपा या टेल इहिपा या टेल अब यसैलाई क्वेसनको रूपमा सोद्धाखेरि बिहे गर्ने बेला भयो भनेर क्वेसन सोद्धाखेरि चाहिँ इहिपा या टेल ला एउटा थप्न सकिन्छ इहिपा या टेल ला नेक्स्ट नम्बर बिहे गर्ने बेला भएन इहिपा या मट्यनी ला इहिपा या मट्यनी ला नेक्स्ट नम्बर बिहे गर्ने हैन इहिपा याउ मखुला इहिपा याउ मखुला मसँग बिहे गर्छौ जी नाप इहिपा याउला जी नाप इहिपा याउला म तिम्रो हात माग्न आउँछु जी छङ्गु ला फो वे जी छङ्गु ला फो वे तिमी मसँग बिहे गर्छौ छ जी नाप इहिपा याउला छ जी नाप इहिपा याउला तिमी कोसँग बिहे गर्ने छ सुनाप इहिपा याउ छ सुनाप इहिपा याउ हामी कहिले बिहे गर्ने जी गब्ले इहिपा याउ जी गब्ले इहिपा याउ
आजको लागि यति नै र mynews.com पनि चेक गर्नु होला एकचोटि र ब्लग एड्रेस यहाँ छ फेसबुक पेजमा हजुरहरूले हजुरको साथीहरूलाई यो पोस्टहरू आइरहन्छ पोस्टहरूमा साथीहरूलाई ट्याग गर्न सक्नुहुन्छ र पोस्टहरू पनि सेयर गरेर हेल्प गर्न सक्नुहुन्छ र फेसबुक ग्रुप जोइन गर्न सक्नुहुन्छ आजको लागि यति नै फेसबुक यो विवाह सिरिज अरू पनि आउँदैछ विवाहको अरू यो सेन्टेन्सहरू पनि मैले बनाउँदैछु आजको लागि यति नै थ्याङ्क यू शुभ